हेलो नमस्ते वेलकम ब्याक माई च्यानल। अहिले चाहिँ म पूर्वी रुकुमको तकसेरातिर जाँदैछु। रेखा लेखमा छु। यहाँ पुरै फुलहरू फुलेको छ पछाडितिर हैन। अनि अहिले सिजन अनुसारको सेतो फुलहरू एकदम सुन्दर ठाउँ छ हैन। बिरगुमको यो छोटो भिडियोपछि म लागे तकसेरातिर। अब तकसेरातिर जाँदैछु। बाटो एकदम अफरोड छ हैन। पुरै बाटो अफरोड छ। यहाँ तल चाहिँ एउटा गाउँ छ बिरगुम गाउँ। यसलाई म जुम गर्दैछु। यो गाउँबाट चाहिँ कोल जान्छ कोल पनि जान्छ तकसेरातिर पनि जान्छ। यहीँबाट छुट्टिन्छ बाटो। अहिले म पनि यही गाउँ हुँदै जान्छु तर देखाइदिएको मात्रै टाढाबाट भ्यू हैन। अनि यो चाहिँ पुत्थरगङ्गा हाइड्रो हो, मिनी हाइड्रो। यो हाम्रो यति बिलस प्रालीले गर्दैछ। यसको भिडियोहरू पनि आउँछ। अनि यो चाहिँ तल्लो सेराको गाउँ हो। म तकतिर जाँदैछु। यो चाहिँ तल्लो सेरा हो। माथिल्लो सेरा चाहिँ यहाँबाट देखिँदैन। तकमा भूमि नाच पनि लागिरहेछ। यी आमा चाहिँ 92 वर्षको आमा हुनुहुन्छ। भूमि नाचिराख्नु भएको छ। कति रमाइलो गरिराख्नु भएको छ। तकको सबै समुदायहरू यहाँ भेला हुनुहुँदैछ। अझै पुरै भेला भइसक्नु भएको छैन। अनि अब नाच्ने जति भेला हुनुभएको छ उहाँहरू नाच्दै हुनुहुन्छ हैन। म चाहिँ यो आमालाई अलि धेरै फोकस गरिरहेको छु। अनि मगर कल्चरको एउटा पर्व हो। यहाँ चाहिँ सबै मगर समुदायका दिदीबहिनी, आदरणीय बुवा आमा, दाजुभाइ लगायतका धेरै मान्छेहरू हुनुहुन्छ। हामी पनि छौँ है फेरि। यो नाचलाई चाहिँ भूमि नाच भनिन्छ। यो मगर समुदायहरूले मनाउनुहुन्छ। यहाँ चाहिँ सबै मगर समुदायको आदरणीय बुवाहरू हुनुहुन्छ, दाजुभाइ दिदीबहिनीहरू सबैजना हुनुहुन्छ। सबै गाउँ भनौँ न उताबाट पल्लो गाउँ कान्लो गाउँ सबैजना आएर रमाइलो गर्नुहुन्छ। आज चाहिँ भूमि नाचको लास्ट दिन हो। यो चाहिँ लास्ट दिन हो। त्यही भएर आज बेलुका त झनै रमाइलो हुन्छ। अब हेरौँ, म चाहिँ बेलुकासम्म बस्छु कि बस्दिनँ होइन। यति तन्नेरी केटाकेटीहरू नाच्नुहुन्छ आफ्नै भाषामा, आफ्नै तालमा। जो रमाइलो छ यहाँ, उहाँहरूलाई चाहिँ एकदम रमाइलो भइरहेछ। हामी हेर्ने मान्छेलाई पनि रमाइलो भइरहेछ। गाडीमा उहाँहरू चाहिँ मगर समुदायको दाजुभाइ दिदीबहिनी आमा बुवा सबैजना नाच्नुहुन्छ। हेर्ने मान्छे खासै बसेर हेरेको देखिँदैन। सबैजना नाच्नुहुन्छ गोलो घेरा लाएर। हेर्ने चाहिँ हामी हुन्छौँ होइन। उहाँहरू चाहिँ सबै नाच्ने हो। अहिले उहाँहरू चाहिँ रेस्ट गरिरहनु छ कोही मान्छेहरू। यो चाहिँ सेराको गाउँ है। सेराको गाउँ हो। मैले त तपाईँलाई फोटो मात्र देखाइदिएछु।